अहिले भइरहेको वर्ल्ड कप मेक्सिको, क्यानाडा र अमेरिकामा भएको चाहिँ वर्ल्ड कप टोलीहरूमध्ये चाहिँ सबैभन्दा चाहिँ प्रतीक्षा गरिएको र संसारमा चाहिँ एकदमै ठुलो फ्यान फ्लोइङ भएको चाहिँ पोर्चुगलको चाहिँ गेम भर्खरै सकिएको छ र पोर्चुगलको चाहिँ पहिलो गेम चाहिँ डियर कङ्गो डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो भन्ने चाहिँ सन् 1974 पछि लामो समय पछाडि चाहिँ फर्किएको विश्वकपमा फर्किएको टोली कङ्गो हो र यो कङ्गोमा चाहिँ युद्धले चाहिँ एकदमै तसनस भएको टोली अफ्रिकाको चाहिँ निकै यसलाई चाहिँ कमजोरी टोली भन्नुपर्छ जुनसँग चाहिँ गए राति चाहिँ पोर्चुगल यानि कि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा खेलिएको थियो र यो खेलभन्दा अगाडि चाहिँ क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई चाहिँ भावी चाहिँ वर्ल्ड कप फाइनलको नै च्याम्पियन हुन सक्ने भनेर चाहिँ विभिन्न चाहिँ खेल पण्डित खेल विश्लेषकहरूले चाहिँ बताएका थिए यानि कि जर्मनीका चाहिँ प्रसिद्ध गणितज्ञले पोर्चुगल चाहिँ फाइनल पुग्छ भनेका थिए तर त्यो सबै खेल पण्डितहरू गणितज्ञ विश्लेषकहरूले चाहिँ एकदमै निराश बनाउने खालको चाहिँ पोर्चुगलले चाहिँ गए राति गेम खेल्यो र पोर्चुगलको चाहिँ प्लेइङ 11मा पनि मलाई चाहिँ त्यति सन्तुष्ट लागेको थिएन र फ्रन्टमा चाहिँ बर्नार्डो सिल्भा जुन चाहिँ म्यान्चेस्टर सिटीमा पनि यो वर्ष चाहिँ फ्लप भएका थिए उनलाई खेलाएका थिए र म्यान्चेस्टर सिटीकै अर्का डिफेन्डर रुबेन डायजले चाहिँ पोर्चुगलका चाहिँ म्यानेजर रोबर्टो मार्टिनेजले चाहिँ बेन्च गराएका थिए त्यसमा पनि मलाई चाहिँ ठिक लागेको थिएन र बर्नार्डो सिल्भाले यति जोर पत्तुर खेले कि यो कङ्गो र पोर्चुगलकै रेटिङमा पनि उनी चाहिँ सबैभन्दा कम लोएस्ट ऱ्याङ्किङमा चाहिँ सेकेन्ड देखिएको छ भने पहिलोमा चाहिँ लास्ट जुर खेल्नेमा चाहिँ डियर कङ्गोका चाहिँ गोलकिपरको चाहिँ रेटिङ देखिएको छ र खेल सुरु भएको चाहिँ 5 मिनटमा नै चाओ नेवेसले चाहिँ उत्कृष्ट चाहिँ हेडिङ मार्फत गोल गरेर चाहिँ पोर्चुगललाई सुरुवाती अग्रता चाहिँ दिलाए त्यसपछि खै के भनौँ पोर्चुगलले कुनै पनि गतिलो मोप बनाउन सक्यो न अट्याकै गर्न सक्यो र यो बिचबिचमा त डियर कङ्गोले चाहिँ एकदमै राम्रो 1 भर्सेस 1 पासहरू खेलेको देखिन्छ भने पोसेसन पनि त्यो बिचमा चाहिँ एकदमै डियर कङ्गोको चाहिँ राम्रो देखिएको छ उनले काउन्टर मोभहरू पनि बनाइरहेको थियो र त्यस्तैमा 45 मिनट सकिएको चाहिँ थप एक्स्ट्रा समयको अन्तिम समयमा चाहिँ डियर कङ्गोका चाहिँ विङ्गरले बवाल हेडिङ मार्फत गोल गर्छन् र यसरी पहिलो हाफ चाहिँ 1-1 को चाहिँ बराबरी भएको हुन्छ र दोस्रो हाफमा चाहिँ अपेक्षा गरिएको थियो रोबर्टो मार्टिनेजले पनि पोर्चुगलका केही खेलाडीहरू चाहिँ सब्स्टिट्युट गरिएको देखिन्छ र बर्नार्डो सिल्भालाई चाहिँ सब्स्टिट्युट गरिएको थियो र उनको ठाउँमा आउने नयाँ खेलाडीहरूले चाहिँ पक्कै पनि जादु देखाउँछन् र खेलमा कमब्याक विनिङ गोल निकाल्छन् भन्ने चाहिँ अनुमान गरिएको थियो र अपेक्षा गरिएको थियो त्यो त्यस्तो पनि केही हुन सकेन केही तात्विक भिन्नता नै आउन सकेन बरु डियर कङ्गोले चाहिँ समय पाएको चाहिँ काउन्टर एट्याकले चाहिँ पोर्चुगललाई आछु बनाएको थियो र डियर कङ्गोका डिफेन्डरहरूले पनि एकदमै राम्रो डिफेन्ड गरिरहेको थिए भने डियर कङ्गोकै विङ्गरहरूको चाहिँ क्लिनिकल फिनिसिङ नभएर मात्रै नत्र डियर कङ्गोले थप 2 गोलसम्म गर्न सक्थ्यो र खेल चाहिँ अन्तिममा 1-1 को चाहिँ बराबरी
भएको छ र यो ग्रुपमा पनि डियर कङ्गो चाहिँ सेकेन्ड पोजिसनमा बसेको छ भने पोर्चुगल तेस्रो स्थानमा चाहिँ बसेको छ एक अङ्क लिएर र यो गेममा चाहिँ क्रिस्टियानो रोनाल्डोको कुरा गर्नै हुन्छ। क्रिस्टियानो रोनाल्डोको चाहिँ एकदमै ठुलो फ्यान नेपाल मात्रै नभएर चाहिँ विश्वमै रहेको छ र गोट डिबेटमा चाहिँ लियोनल मेस्सीसँग चाहिँ उनको चाहिँ तुलना हुन्छ र योभन्दा एक दिन अगाडि चाहिँ मेस्सी जुन चाहिँ अर्जेन्टिनाको कप्तान हुन् उनले चाहिँ ह्याट्रिक गरेका थिए र फ्रान्सका क्याप्टेन केलियन एम्बापेले पनि 2 गोल गरेका थिए र उता नर्वेका चाहिँ आर्लिङ हाल्यान्डले पनि 2 गोल गरेका थिए भने यस्तो अवस्थामा चाहिँ धेरै खेल पण्डित खेल समर्थकले चाहिँ क्रिस्टियानो रोनाल्डोले पनि ह्याट्रिक गर्नेछन् सुपर ह्याट्रिक गर्नेछन् भनेर चाहिँ अपेक्षा गरेका थिए। नेपालीहरूले त उनको क्रिस्टियानो रोनाल्डोकै मात्रै जर्सी लाएर चाहिँ भरिभरो थियो यहाँका चोक लोकल फुटबल हेर्ने ठाउँहरू र स्टेडियममै हेर्दा पनि पोर्चुगलको चाहिँ फ्यानहरू मात्रै देखिएको थियो। स्टेडियम रातै भएको देखिएको थियो तर क्रिस्टियानो रोनाल्डोले ती सबलाई यस्तो निराशा बनायो कि अब चाहिँ पोर्चुगलको जर्सी नै नलाउँ जस्तो र यो खेल अवधि भरमा क्रिस्टियानो रोनाल्डोले 2वटा चाहिँ बल एटेम्प गरेका थिए। ती एटेम्प पनि उनले चाहिँ गोल पोस्टभन्दा बाहिरतिर हानेका थिए र रोनाल्डोको खेल चाहिँ लास्ट चाहिँ पतुरै थियो र यी कङ्गो र पोर्चुगलका चाहिँ 22जना खेलाडी मध्ये रेटिङमा चाहिँ क्रिस्टियानो रोनाल्डोको फर्म पनि लास्टबाट चाहिँ तेस्रोमा थियो। तेस्रो झुर प्रदर्शन गर्ने खेलाडीमा चाहिँ क्रिस्टियानो रोनाल्डो साबित भएका थिए। मलाई लाग्छ पोर्चुगलले यस्तै खेल खेल्यो भने यो ग्रुपबाट नै राउन्ड अफ 32मा जान चाहिँ गाह्रो देखिने वाला छ र आजको गेममा कोलम्बियाले चाहिँ उज्बेकिस्तानलाई 3-1ले पराजित गरेर चाहिँ 3 अङ्क बटुलेर चाहिँ टप 1मा चाहिँ बसिसकेको छ र यस्तै पोर्चुगल र क्रिस्टियानो रोनाल्डोले चाहिँ खेल प्रदर्शन गर्ने हो भने चाहिँ उज्बेकिस्तानले पनि पोर्चुगललाई बराबरीमा रोक्न सक्छ र यही फर्मलाई नै निरन्तर दिने हो भने त कोलम्बियाले पोर्चुगललाई सहजै जित्नेछ र यस्तो अवस्थामा चाहिँ पोर्चुगलले 2 अङ्क बटुलेर चाहिँ माथिल्लो ग्रुप अफ 32 नकआउट चरणमा जान्छ भन्न चाहिँ एकदमै मूर्खता हो र डियर कङ्गोले अब उज्बेकिस्तानसँग खेल्नेछ र कोलम्बियासँग खेल्नेछ। उज्बेकिस्तानलाई जितेको अवस्थामा 3 अङ्कसहित चाहिँ डियर कङ्गो 4 अङ्क बटुलेर चाहिँ ग्रुपको चाहिँ दोस्रो भएर चाहिँ अघिल्लो राउन्ड जाने सम्भावना प्रबल देखिएको छ। पोर्चुगलका चाहिँ कोच मार्टिनेजले चाहिँ अब चाहिँ एकदमै बोल्ड डिसिजन गर्नुपर्ने देखिन्छ र क्रिस्टियानो रोनाल्डोको ठाउँमा चाहिँ गोन्जालो रमासले खेलाउँदा चाहिँ उत्कृष्ट देखिन्छ जस्तो बुझिन्छ। तर क्रिस्टियानो रोनाल्डो चाहिँ 70औं 80औं मिनेटमा चाहिँ मैदान उतारेर चाहिँ खेलायो भने चाहिँ एकदमै पोर्चुगलको लागि चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ लागेको छ। अहिले चाहिँ क्रिस्टियानो रोनाल्डोको फर्म पनि डिप भएर गएको छ। उनको ड्रिब्लिङ त छँदै छैन र फ्रेस पनि छैन र सुटिङ पावर पनि त्यस्तो देखिएन र हिजोको गेम त यति निराशाजनक थियो कि जम्मा चाहिँ पोर्चुगलले चाहिँ गोल पोस्टमा चाहिँ अन टार्गेट एटेम्प एउटा मात्रै गरेको थियो भने पास चाहिँ 700 भन्दा माथि थियो जुन चाहिँ वरिपरि पासै मात्रै गरेको देखिन्छ। विपक्षीको गोल पोस्टमा पनि लगेको देखिँदैन र यस्तै गेम खेल्ने हो भने चाहिँ पोर्चुगल यही ग्रुप स्टेजबाट नै आउट हुन्छ र
भाग्यले साथ दिएर चाहिँ ग्रुप 32 नकआउटमा गयो भने पनि उता स्पेनसँग पर्छ र स्पेनले सहजै पोर्चुगललाई बिट मार्ने देखिन्छ। पोर्चुगलको खेलमा चाहिँ अब चाहिँ एकदमै ड्रास्टिक चेन्ज गर्नुपर्ने चाहिँ रोबर्टो मार्टिनेजको चाहिँ आवश्यकता देख्छु। हेरौँ अब दुईटा गेम छ, पोर्चुगलले के कस्तो गर्छ त्यसैमा उनको चाहिँ भाग्य निर्भर हुनेछ। बाई बाई, सी यू।